प्रिय डायरी, मेरो असल मित्र त तिमी पो रहेछौ। मेरा कथाहरू सुनिदिन्छौ, मेरो मनको भारी बिसाउने साथी बनिदिन्छौ। काश तिमी बोल्न पनि सक्थ्यौ त, मलाई सम्झाउँथ्यौ। ए नुमराज, धेरै नसोच त, तर तिमी बोल्दैनौ। ए डायरी, तिमी नबोले पनि मसँग एकदमै आत्मीय छौ। तिम्रा पाना पल्टाएर हेर्दा देखिन्छन् मेरा प्रिय अप्रिय घटनाक्रमहरू। कति राम्ररी सँगालेर राखेका छौ है। कुनै बेला आत्मवृत्तान्त लेखेर नोबल छाप्ने सोचका साथ 2075 सालको यासीमा सफल भएर प्राप्त गरेको प्रिय डायरीमा लेख्न सुरु गरेको पनि वर्षौं भयो। अहिले यसको महत्त्व र माया अति लाग्छ। अब त यो डायरी पनि मेरो अभिन्न अङ्ग बनिसक्यो। मनका कुराहरू साथीलाई सुनाऊ, हाँसोमा उडाइदिन्छन्। आखिर आजभोलि कसलाई फुर्सद छ र ध्यान दिएर कसैका कुराहरू सुनिरहन। त्यसैले मनमा भुमरी सरी उब्जने अनेक प्रकारका सोचहरू दिमागमा फन्ती घुमिरहेका बेला तिनको निदान गर्न कलम समात्छु अनि डायरी पल्टाउँछु र छापिदिन्छु मनका आवेगहरूलाई डायरीको पानाभरि। जब डायरीका सादा पन्नाहरूमा कालो मसीले कोर्न थाल्छु, बिस्तारै बिस्तारै लथालिङ्ग परेर गुजिल्टिएका सोचहरू र अल्झिएका भावनाहरू सुल्झिँदै जान्छन्। यसरी बयानै गर्न नसकिने उल्झनहरूले बाँधिएको मन बिस्तारै बिस्तारै खुल्दै जान्छ र विचलित मनको विचलन दूर हुन्छ। अब त मन सम्हाल्न असहज भइरहेका बेला साथीको साथ नै चाहिने अवस्था पनि हराउँदैछ। कोही साथीहरू नजिक छैनन् त के भो, मेरा लागि मेरो प्रिय डायरी जाति छ। साथीको जरुरत मेटाउन मेरो डायरी काफी छ। मान्छेहरू त आफ्नै आफ्नै लडाईँ लडिरहेका हुन्छन्। म पनि त बेला बेला अन्तर्द्वन्द्वमा फसिरहेको हुन्छु। बाहिरी मुहारमा मुस्कान देखाउँछु, भित्र पीडाले पिरोलिन्छु। मेरो मुस्कान पछाडिको पीडा केवल तिमीले सुनेका छौ प्रिय डायरी। भित्रभित्र मन जलिरहेको हुन्छ। जलेको मनबाट धुवा आँसु बनेर बग्न खोज्छ। कहिलेकाहीँ रोएर मन हलुका बनाउने प्रयास नगरेको पनि त होइन, तर केटा मान्छे भएर रुने हो भन्ने आवाज कानमै गुन्जिन्छ। समाजको यही भनाइले आँसु रोकिदिन्छु। त्यसैले आफ्ना तिर्सना, वेदना, आलाप विलाप यही कुरा कागजमा पोखिदिन्छु। प्रिय डायरी, नरिसाउला। मेरा वेदनाले तिमीलाई त नदुखाउला। बस सम्हालेर राखिराख्नु ल।